तपाईँहरूका गाई यात्राहरू हुन्छन् अब हिजो त मुलुक बर्बाद भयो भन्ने भाष्य छ नि त होइन छ। त्यो भाष्य त तपाईँहरूले खडा गर्दै आयो नि सिस्नु पानी अघि थुप्रै थुप्रै नाम म कसैको लिन्न होइन त्यसले कहिले मुलुकमा सकारात्मक छ भन्ने त देखेन देखेर त्यो पनि विदेशीबाट पैसा ल्याएर प्रोजेक्ट चलाएर मैले गलत भने सबैलाई एउटै बास्केटमा नहाल मैले गलत भने यसलाई सबै एउटै बास्केटमा यो त गरिएको त हो तर अब यसमा तपाईँ मुलुक बर्बाद भयो भन्ने भाष्य खडा गर्न डलरको ओहिरो त लाइएन एक लेभलको उपयोग त्यो पनि भएकै हो नभएको होइन कविता पनि चाहिँ डलर ल्याएर कविता पनि लेखिएन कवितामा चाहिँ गीत पनि लेखियो नि त कवितामा मसी भन्दा बढी डलरहरू छरपष्ट भएका कविताहरू पनि छन् समाजमा छन् नभएका होइनन् नाटक पनि डलर ल्याएर लेखियो नि त तर सबैलाई लेखियो नि त। त्यो एउटै बास्केटमा कहाँ हाल्नु सबैलाई हुँदैन। लाग्यो। म सुन्नु है मैले मेरो व्यावसायिक मैले तपाईँलाई इज्जतै गर्नुपर्छ किनभने अब म तपाईँ तपाईँलाई आज पाहुना त भगवान जस्तो छ अब म तपाईँलाई इज्जत सहित के सोधेको भने अब म यसलाई गीतमा व्याख्या गर्छु कवितामा नाटकमा प्रहसनमा हास्य रसमा यसलाई म डलर दुईटा व्याख्या हालेर गर्छु। यो मुलुक बर्बाद भयो भन्ने भाष्यता तपाईँहरू जस्तैहरूले हो नि त खडा गरे होइन र अरू जस्तै भन्ने कुरामा अलिकति म सत्यता देख्छु र पुरा यसमा सत्यता देख्दिनँ। अब यसलाई म रिभर्स तपाईँमा चाहिँ राख्न चाहन्छु। कलाकारिता विशेष गरी हास्य व्यङ्ग्य त समाचारको हेडलाइन अनुसार निर्धारण हुन्छ। अब तपाईँ आउनु है मैले भने ठाउँमा ठ्याक्कै आइपुग्नु है त समाचारको हेडलाइन जे हो त्यसमा एक दुई ट्विस्ट हानेर त्यसमा फन्नी एलिमेन्ट हालेपछि कमेडी बन्छ। अब सम्झिनुहोस् कलाकारहरूले देश बिगार्ने कन्टेन्ट कहाँबाट लिएको थियो त्यो मिडियाले उत्पादन गरे हो मै भन्ने ओके। थुप्रै मिडियाहरूले यो काम गरे यसमा स्वीकार गर्नुहुन्छ होइन। अब मैले यसमा अर्को एउटा चिज के हो भने कतिपय मान्छे सिधा फन्डेड मान्छेहरू हुन्छ त्यो फन्डेड मान्छेहरूलाई इस्युहरू इस्टाब्लिस गर्नको लागि पैसा दिन्छ त्यसमा त्यसको प्रमोसन गराइदिन्छ त्यसको विज्ञापन गराइदिन्छ फेसबुक युट्युबमा बुस्ट गराइदिन्छ त्यसले एउटा कन्टेन्टको फ्लो यतापट्टि हो भन्ने बाटो देखाइदिन्छ। जब यो कुरा चल्दो रहेछ भन्ने लाग्छ मान्छेलाई त्यसपछि अर्को मान्छेले स्वतःस्फूर्त रूपमा पनि त्यस्तै काम गर्छ। यसको सिम्पल उदाहरण तपाईँलाई बताइदिन्छु। तपाईँहरूको पत्रकारितामा बालेन शाहले यस्तो गरे घोषणा भन्ने टाइटललाई चाहिँ बुस्ट पठाइदिन्छ होइन त्यो भएपछि बालेन शाहमाथि यस्तो प्रहार भन्ने पनि जान्छ कि भन्ने ट्राई गर्छ नि त तर मान्छेले बालेन शाह भन्ने टाइटल चाहिँ छुटाउन खोज्दैन किनभने भ्युज त्यसमा छ भन्ने ट्रेन्ड एउटा सेट भएको हुन्छ नि कलाकारितामा पनि त्यस्तै ट्रेन्डहरूले पनि कहिलेकाहीँ काम गर्छ। कतिपयले ओलीको के समर्थन गर्छन् कि विरोध गर्छन् त्यसले पनि एउटा बुलिङमा सहयोग पुर्याउँछ गर्छ। अब तपाईँलाई अघि भनेको ठाउँमा म फेरि आउँछु। हामीले चाहिँ कलाकारिता भनेको त ठट्टा हो नि त ख्याल ठट्टा होइन त जिस्किने काम हो नि त। कहिलेकाहीँ तपाईँहरू पत्रकारिताबाट अथवा समाजबाट हामी कलाकारमाथि त्यो जिम्मेवारीको खोजी गर्नुहुन्छ जुन जिम्मेवारी सरकारमा खोज्नुहुन्न के। अब तपाईँलाई भनौँ हाँस्ने मान्छेलाई किन नरुएको त भनिरहन मिलेन नि किन कम हाँसिस्ती बरु भन्न अब हाम्रो समाजप्रति म अलिकति खुसी कहाँ पनि छु भने कहिलेकाहीँ हाम्रै साथीभाइहरूमाथि अनर्गल मुद्दाहरूसम्म पनि चलेका छन्। त्यो विषय अलग छ फेरि त्यो विषयमा म जान्न तर कुरा के हो भने दुःख यस कारणले लाग्छ कि अभिव्यक्तिको स्वतन्त्रतामाथि अंकुश लाग्छ र सुन्नुहोस् है फेरि यसलाई म सिद्ध्याउँछु। दुःख यस कारणले लाग्छ कि अभिव्यक्ति स्वतन्त्रता बिस्तारै कुण्ठित हुने दिशामा पो जान्छ कि खुसी यस कारणले लाग्छ कि देशको सरकारको प्रधानमन्त्रीले बोलेको कुरालाई भन्दा बढी कमेडियनले बोलेको कुरालाई सिरियसली लिन्छ समाज। तपाईँलाई एउटा सिम्पल कुरा बताइदिन्छु। प्रधानमन्त्री सम्माननीय बालेन्द्र शाहले संसदमा गएर के भन्नुभयो भने उहाँलाई एउटा प्रश्न आएको थियो भिजिट भिसाको के हुँदैछ तपाईँ बताइदिनुहोस् सदन जान्न चाहन्छ भनेको भिजिट भिसा प्रकरण भनेको एउटा यस्तो इस्यु थियो जसले भदौ 23 को घटनालाई ठूलो योगदान गरेको थियो कारक हो। त्यो पोहोर सालसम्म हामीलाई के लाग्थ्यो भने भिजिट भिसाको नाममा मानव तस्करी हो यो भन्ने थियो नि त। संसदमा कति दिन अवरुद्ध भयो मान्छे बेच्ने जनता बेच्ने भिजिट भिसाको नाममा मान्छे बेच्ने तस्करी गर्ने भनेपछि मान्छेलाई के लागेको थियो भने ओहो बेच्दो रहेछ नि त कुनै दिन मलाई च्याप्प समातेर भिजिट भिसामा बेच्दियो भने के गर्ने बेचेर लगेपछि उहाँ चाहिँ साङ्लो लाएर ओसार पसार गर्छ होला दास प्रथा जस्तो होइन पुरानो हाम्रो दन्ते कथामा जस्तो चाहिँ घुँडा फुस्का र नली खुट्टाको हातो राखेर जाँतो घुमाउन बोलाउँछ कि आँखै निकालेर बेच्दिने हो कि किडनी नै बेच्दिने हो कि बेची नै दिएपछि सकेन भन्ने लाग्थ्यो। त्यो प्रसङ्गमा संसदमा प्रश्न उठ्यो एकजना सांसदले प्रश्न सोध्नुभयो प्रधानमन्त्रीले जवाफमा के भन्नुभयो भने
त्यो भिजिट भिसामा जाँदाखेरि चाहिँ अलिकति गाह्रो रहेछ उतातिर श्रममा कन्भर्ट गर्न, अब त्यो कुरालाई सरकारले चाहिँ सहजीकरण गर्छ। के बोल्या भाइ, के बोल्या भन्ने ट्रोलको मिमको याद आयो मलाई त्यो सुन्दा नि। अब के सरकार सरकारी तवरमा मानव तस्करीमा उत्रिएको हो? सरकारको प्रधानमन्त्री जनता बेच्नको लागि सेटिङ हानिरख्या हो? हाम्रो देशको प्रधानमन्त्रीले भिजिट भिसामा गएको मान्छेलाई उतै श्रम भिसामा कन्भर्ट गर्नको लागि सहजीकरण गरिदिन्छु भन्दै गर्दा कुनै एउटा नेपाली नागरिक कुनै एउटा एम्बेसीको गेटमा पुगेर चाहिँ मलाई भिजिट भिसा दे घुमेर आउँछु भन्दाखेरि के बुझ्छ भित्र बस्ने कर्मचारीले? देशको अस्तित्व के हुन्छ, देशको इज्जत के हुन्छ? एक। दोस्रो एउटा प्रश्न, अर्को एकजना सांसदले प्रश्न सोध्नुभयो, नेपाल संयुक्त राष्ट्र सङ्घ लगायतका विभिन्न संस्थाहरू मार्फत आर्थिक मानव विकास सूचकाङ्क लगायतका कुराहरूमा चाहिँ आफ्नो योग्यता पुष्टि भएपछि विकासशील राष्ट्रमा यही वर्ष प्रवेश गर्दै थियो। किन सरकारले निवेदन दिएर 2 वर्ष हामीलाई अति कम विकसितमै राखिदिनु भनेर पत्र लेख्नुभयो? हामी विकासशील राष्ट्रमा परिणत भएको भए त हाम्रो आत्मसम्मान बढ्थ्यो होला नि भनेर प्रश्न गर्नुभयो। जवाफमा प्रधानमन्त्रीज्यूले के भन्नुभयो भने हामीलाई अहिले आत्मसम्मान चाहिएको होइन, हामीलाई पैसा चाहिएको। केही वस्तुहरूको ट्याक्सको दर रेटहरूमा चाहिँ अति कम विकसित हुँदाखेरि अलिकति सहजता हुन्छ, त्यसले गर्दा त्यो सहजता लिनको लागि हामीले यो चाहिँ रोकेका हौँ भन्नुभयो। यो कुरालाई त जनताले सिरियसली लिँदैन, सिरियस त हामीले बोलेको कुरालाई लिन्छ नि त। अब यसलाई म तपाईँलाई के भन्न चाहन्छु भने यो प्रधानमन्त्रीज्यूले किन बोल्नुभएको हो भने देश 35 वर्षमा सखा भयो भन्ने न्यारेटिभमा आन्दोलन गर्ने, बच्चा मार्ने, अनि मरिसकेको सरकार आइपुग्दाखेरि देश त अति कम विकसितबाट विकासशील राष्ट्रमा प्रवेश गरेछ, अपग्रेड भयो, राम्रै भएको रहेछ भन्ने कुरा कसरी सहन सक्ने भनेर उहाँहरूले 2 वर्ष पछाडि धकेलिदिनु भएको। यसलाई म टुङ्ग्याउँछु र उहाँहरू के पनि देखाउन चाहनुहुन्छ भने हेर पुराना बुढाहरू हुन्जेलसम्म देश अति कम विकसित थियो, हामी आएपछि विकासशील राष्ट्रमा प्रवेश गरायौँ भनेर 2 वर्षपछि देखाउन खोजिराख्नु भएको छ। यो कुरा त गलत हो नि। अब देशको प्रधानमन्त्री आत्मसम्मान चाहिएको होइन, हामीलाई पैसा चाहिएको भन्दा सिरियसली नलिने समाजले हामीले बोलेको कुरालाई सिरियसली मैले तपाईहरु अब यी कुराहरू उजागर भएर यसपालि गाई जात्रा आउँछ नि त? यो वर्ष गाई जात्रा आउँछ होला, आउनुपर्छ, सधैँ ल्याउनु हुन्छ त। गाई जात्रा आउनुपर्छ। अब